नमस्ते एभ्रिवान। नमस्ते नमस्ते। अब यो चाहिँ खास मेरो युट्युब च्यानल हो। अनि यो मेरो साइला साइली दिदीको छोरा नाम हो प्रदीप तामाङ। अनि यता जेठी दिदीको छोरा रजत तामाङ। अनि यो मेरो छोरा दाइको छोरा निरन तामाङ। ल हामी चाहिँ हल्का ज्यामा भयो त, अटे नअटे पनि हल्का ज्यामा टाइम पास गर्ने तरिकाले हाम्रो हल्का सेटअप देखाइदिउँ। यत्तिको सेटअप हुनेर सफल भयो होइन। खोइ भाइ यो कुन गाना सेलेक्ट गरिस्? ए यसो ल यत्तिको चाहिँ सेटअप छ होइन हाम्रो। टक्क गाना साना गिटार सिटार है। बी कन्फिडेन्ट हो त गाइज। ल ल चट्टसँगले ज्यामा हान्नुपर्छ ल। ल मिलिरहेछ यत्तिको क्यामेरा एङ्गल ठिक छ ल। अब गाना चाहिँ अब के गरौँ भने हो एकछिन लगाइज यहाँ टक्कसँगले फेरि देखियो होला नि। फेरि केटाहरू फेरि सब रियल म्यारिड हो कि धोबी खान्छ नि मेरो। स्टार्टिङ ग्यादरिङ टाइपको होइन दामी। जोनको एक दुईवटा त गाइदिउँ, सबिनको एक दुईवटा, स्वप्निलको दुई तिनवटा, अनि राम्रो राम्रो यस्तो तरिकाले क्या। स्टार्टिङ कुन गरौँ? स्लोबाट गरौँ कि हाईबाट? स्लोबाट भन त। स्लोबाट कि स्टार्टिङ चाहिँ लेजेन्डबाट हानिदिउँ, एजबाट हुन्छ। एड्सको हानिदिउँ ल। क्या फेरि यो कभर सङ युट्युबमा हाल्दा फेरि कपिराइट पनि हुन्छ होइन। रसमै रहेछ फेरि कपिराइट पनि हुन्छ, तर केही छैन, मतलब छैन। कभर सङ आउँदा त केही भएन। कुन ल फर्स्ट सङ इज गोइङ टु बी यसरी कभर हान्ने भनेको कभर हो क्या। तिमी हान न, तिमी बोल। म एक्लै त एक्लै होइन, तिमी हाम्रो ब्याकग्राउन्डमा चाहिँ हामी इन्ट्रो देऊ न। म चाहिँ अलिकति हल्का फुल्का मात्रै गिटार बजाउँछु। मलाई त्यति गाउन त आउँदैन, तर पनि सुनिदिनु। स्टार्ट। यो दिल मेरो तिम्रै लागि हो, किन यसलाई छोडिदियो? सिसा त होइन यो दिल मेरो, किन यसलाई टुक्राइदियो? मन नै त हो मेरो, तिमीले नै बुझ्नु। सम्झना आइरहन्छ तिमी बिना मेरो जीवनमा आउनु किन हुन्छ, तर तिमी मलाई अब नछाड्नु। एकछिन तिमी आउनु मेरो तिमी आउन मेरो जीवनमा होइन। समित तिम्रो केसमा सुन्न त मन थियो, तिम्रो त्यो गुलाबी ओठमा। समित तिम्रो केसमा सुन्न त मन थियो, तिम्रो त्यो गुलाबी ओठमा। यति निष्ठुर किन बढिदिन्छौ? आएर अगाडि देऊ न, म जिउनु नै गयो
ल है फर्स्टको चाहिँ हल्का लिरिक्स तल माथि भयो होइन अलिक टाढा पनि छ अनि मेरो चाहिँ गला पुरै फाँट छ होइन भाइ कस्तो भयो यो गानाको कभर चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला हामी भर्खर सिक्दै गरेको हो हाम्रो भान्जाले सिक्दै गरेको हो हल्का बिगिनर हो होइन अनि त्यही भइरहेछ ल नेक्स्ट सङ उयो छ यो थाहा छैन यसकै बत्ती अलिक यता आइज नि त काटिन्छ यसकै ब्यान्डमा लब्जी हो थाहा छैन के हो मुभी चाहिँ थाहा छैन कसरी बाँच्छु आज तिम्रै आशमा मेरो मन रातिन्छ ओ बुझ्न सक्छु तिम्रा भावनाहरूलाई डर आइरहन्छ कतै बुझ्ने हो कि मलाई थाहा छैन कसरी बाँच्छु आज सधैँ तिम्रै आशमा मेरो मन रातिन्छ बुझ्न सक्छु तिम्रा भावनाहरूलाई डर आइरहन्छ कतै बुझ्ने हो कि मलाई यो हो मुनि आइरहेको छ थाहा छैन पर्स मनमा कता कता दुःख सुखमा पनि हामी आज यो संसारमा हामी एउटा नयाँ पाइला सरुन हातमा हातै सँगै रहेर बितेका पलहरू कसैको सम्झन्छु यो सबै त्यो ल फर्स्ट अफ अल वाट एभर हि नोज अबाउट लिरिक्स कम्प्लिटली द्याट सङ इज स्टार्ट नै त त्यो स्टार्ट गर नि त त्यो हुन्छ क्या मैले खोज्नै भेटिनँ आउँछ त्यही गीत होला ल अब नेक्स्ट सङ चाहिँ हाम्रो गइरहेछ थाहा छैन बाई एज ब्यान्ड जीवन गुरुङ दाई है वान अफ द लेजेन्डरी सिङ्गर एन्ड really proud to be our singer is making this kind of song and then we will be covering and this song okay stay tuned guys and like comment share and subscribe कस्तो हुन्छ भोकल चाहिँ है हाम्रो भोकलिस्ट प्रोजल अनि हामी चाहिँ ब्याकग्राउन्डहरू हो हामी सिक्दैछौँ भर्खर ल रेडी सेडी गो कसरी बाँच्छु आज सधैँ तिम्रै आशमा मेरो मन रातिन्छ हो बुझ्न सक्छु तिम्रा भावनाहरूलाई डर आइरहन्छ कतै बोल्ने हो कि मलाई थाहा छैन कसरी बाँच्छु आज सधैँ तिम्रै आशमा मेरो मन रातिन्छ बुझ्न सक्छु तिम्रा भावनाहरूलाई डर आइरहन्छ कतै भुल्ने हो कि मलाई त्यो निश्चल आँखा देख्दा
सायद जुनीभरिलाई तिम्रो त्यो गुलाबी ओठ देख्दा रोक्न सक्दिनँ म सोच्छु तिमीलाई यो गीत तिमी नै बनाउन माया नै हो भने साथ देऊ खुसी छु आज तिम्रो नै आँसुमा सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु दुःख सुखमा पनि हामी यो एकसाथ भुल आज यो संसारमा हामी एउटा नयाँ पाइला साह्रो हातमा हातै सँगै लिएर बितेका पलहरू अझै पनि सम्झन्छु यो गीत तिमी नै लाइभ माया नै हो भने साथ देऊ खुसी छु आज तिम्रो नै आँसुमा सारा खुसीहरू तिमीलाई आज सुम्पिनेछु त्यति नै हो त भाइ थ्याङ्क यू जाऊ ल जाऊ मनको खुसी नै छु म माया धेरै धेरै गर्छु तर अर्थ केही छैन भावनाहरूको खुपनी अधिकार छैन तर यो नमान कि भावना नै छैन तिमी कल्पना हौ वास्तविकतामा छैनौ मेरो भ्रम हौ परिभाषित मैले गर्न